अवसरमा फेरि पनि होइन श्रमलाई सम्मान गर्नुपर्छ, श्रमिकलाई सम्मान गर्नुपर्छ। श्रम बिना केही पनि बन्दैन होइन। हामीले प्रयोग गर्ने मोबाइल पनि श्रमिकले नै बनाएको हुन्छ होइन। तपाईँको चाहिँ हामी बस्ने घर पनि श्रमिकले नै बनाएको हुन्छ। हामीले लगाउने लुगा पनि श्रमिकले नै सिलाएको हुन्छ है। सबै कुरा चाहिँ नि श्रमसँग जोडिने भएको कारणले हामी श्रमदाताले बुझ्नुपर्छ, बुझेका छौँ कि श्रमको महत्त्व के हो र श्रमदान नगरी देश बन्दैन भन्ने कुरा हामीले बुझेका कि छैनौँ। त्यसो भएको कारणले गर्दाखेरि अब इमान्दार भएर फुरुन्दर ठुल्ठुलो ढुङ्गा उचाल्ने, नत्र भने हिजो रातिको मेरो गीत सुन्यो कोही अल्सेको राजा भन्ने थियो नि थिएन। गएर चाहिँ यसो चाउचाउहरू टोकौँ होइन अनि ढुङ्गा उठाउँ, रुखोसुखो टोकौँ ढुङ्गा बोकाउँ। कसको लागि? हाम्रो लागि, देशको भविष्यको लागि, हामी सबैको लागि, हामी सबैको हितको लागि, हामी सबैको सेवा सुविधाको लागि है। ल धन्यवाद सर, नमस्कार सबैको। जय हो, जय श्रम, जय श्रम भनौँ त, जय श्रमिक भनौँ त, जय श्रमदान भनौँ त, जय श्रमदाता भनौँ। धन्यवाद सर, ल सबैजनाको जय होस्।